सुनाई पाठ 15 फूलको कथा श्रवण मुकारुङ। एक दिन अनायास एउटा फूल हरायो। सारा फूलहरू रोए। असंख्य भावुक फूलहरूको जीवन दुःखमा डुब्यो। अर्को दिन अर्को फूल हरायो। फूलको संसारभरि हाहाकार मच्चियो। सारा फूलहरू आगो भए। फूलहरू नेता भए, किसान भए, मजदुर भए। अफसोस, फूलले फूललाई नै शोषण गर्न सुरु गर्यो। कवि फूलहरूले विद्रोह गरे। न्याय र समानताका कविता लेखे। मुक्ति र स्वतन्त्रताका कविता लेखे। शोषित फूलहरू जुर्मुराए। उठाए हतियार र भिरे आआफ्ना कम्मरमा। असंख्य फूलहरूबाटै शहीद भए। सारा फूलबारी रंगियो प्रभाती किरणले।